एजुकेसनलाई चाहिँ एउटा डिग्रीसँग मात्रै होइन, एजुकेसनलाई एउटा सभ्य सक्षमतासँग पनि हामीले हेर्नुपर्छ। धन्यवाद। हरे कृष्ण, नमस्ते। अब हाम्रो जुन चाहिँ यो अहिलेको एजुकेसन सिस्टमको माथि चाहिँ अब के भन्न चाहन्छु भने चाहिँ अहिले चाहिँ अब हाम्रो भन्नुभन्दा अब हाम्रो 21st सेन्चुरी भइसक्यो होइन, तर भए पनि अब मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ अब हाम्रो भारतवर्षमा होइन डिजिटल वर्ल्ड भन्ने चिज आइसक्यो, एउटा डिजिटल इन्डिया भन्ने। तर अझै पनि मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ हामी चाहिँ एउटा जो बोर्ड र एउटा चक या त अब मार्करमै त्यो सीमित छौँ होइन। हाम्रो जुन चाहिँ एजुकेसन सिस्टम चाहिँ अहिले पनि डिजिटलाइज चाहिँ भएको छैन। र मलाई चाहिँ एकदमै मेरो मनबाट चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ हाम्रो जुन चाहिँ यो कलेजेस, युनिभर्सिटिज र स्कुल्सतिर चाहिँ के हुनुपर्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ एजुकेसन सिस्टम चाहिँ डिजिटलाइज हुनुपर्छ। जस्तै अब हामी अब अब एउटा उदाहरण दिँदाखेरि चाहिँ अब हामी चाहिँ ब्ल्याकबोर्ड अथवा व्हाइट बोर्डमा चाहिँ के मात्रै अब देखाउन सक्छौँ भन्दाखेरि चाहिँ जुन चाहिँ हामी 2D अब्जेक्ट भन्छ नि, 2 डाइमेन्सनल फिगरमा मात्रै देखाउन सक्छौँ। तर जब चाहिँ हामी चाहिँ डिजिटलाइज भन्ने कुरा हुन्छ त्यति बेला चाहिँ हामीलाई चाहिँ जुन चाहिँ नानीहरूले बुझ्नु अथवा कुनै पनि विद्यार्थीहरूलाई बुझ्नु चाहिँ एकदमै सजिलो पर्छ। किनभने त्यो डिजिटलाइज भयो भने चाहिँ हामी 3Dमा देख्न सक्छौँ र यो कुराले चाहिँ हाम्रो विद्यार्थीवर्गकोमा चाहिँ एकदमै उन्नति ल्याउनेछ भन्ने म चाहिँ त्यस्तो सोच्छु। र अब यो त एउटा डिजिटलाइजको कुरा हो। र अब मलाई चाहिँ हाम्रो एजुकेसन सिस्टममा चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ जुन चाहिँ हाम्रो यो एउटा थ्योरिटिकल पेपर भन्दा चाहिँ जुन चाहिँ यो हाम्रो प्र्याक्टिकल पेपरको चाहिँ मार्क्स मतलब ज्यादा हुनुपर्छ होइन, तर 50-50 मार्क्स हुनुपर्छ, मलाई चाहिँ त्यस्तो लाग्छ। किनभने एउटा जुन चाहिँ फिल्ड वर्क भन्ने कुरा, एउटा केस स्टडी भन्ने कुरा चाहिँ एकदमै जरुरत हो कुनै पनि टपिकमा चाहिँ। र हाम्रो जुन चाहिँ यो भारतमा चाहिँ यो कुनै पनि टपिकमा चाहिँ केस स्टडी भन्ने, त्यसको फिल्ड वर्क त्यो भन्ने प्र्याक्टिकल भन्ने कुरा चाहिँ एकदमै मलाई चाहिँ त्यो चाहिँ अब कम्ती लागेको जस्तो लाग्छ। र हुनु त हाम्रो युनिभर्सिटिज कलेजेसतिर प्र्याक्टिकलहरू हुन्छ, तर हाम्रो चाहिँ यहाँ चाहिँ कस्तो हाम्रोमा चाहिँ एउटा ट्रेन्ड छ भन्दाखेरि चाहिँ स्टुडेन्टहरूले पनि प्र्याक्टिकललाई चाहिँ एकदमै लाइटली लिन्छन्। त्यो हुन्छ नि, अब कुनै पनि एउटा प्रोजेक्ट छ, कुनै पनि एउटा अब हामीले जुन चाहिँ मास्टर्स लेभलमा हेर्नुपर्दा एउटा डेजर्टेसनहरू, थेसिसहरू पनि के हुन्छन् भन्दाखेरि चाहिँ रेडिमेड बनाएको पाउँछ। तर मलाई चाहिँ कता लाग्छ कि यो जुन चाहिँ यो रेडिमेड चिजमा चाहिँ हामी नजाउँ र जुन चाहिँ हाम्रो एजुकेसन सिस्टममा चाहिँ यो जुन चाहिँ केस स्टडी, फिल्ड वर्क, प्र्याक्टिकल भन्ने कुरा चाहिँ जति थ्योरिटिकल हाम्रो पेपर हुन्छ त्यही बराबरको मार्क्स जति चाहिँ होस्। र त्यसले गर्दा चाहिँ हाम्रो विद्यार्थीवर्गमा चाहिँ एउटा कला, एउटा इनोभेसन, क्रिएटिभिटी भन्ने चाहिँ डेभलप हुन्छ र यसले चाहिँ हामीलाई भविष्यमा चाहिँ एउटा सफल व्यक्ति भएर चाहिँ जिउन सिकाउँछ भन्ने चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ। र म यति नै भन्छु, हाम्रो विद्यार्थीवर्गहरू तपाईँहरू इनोभेटिभ पाराले पढ्नुहोस्, एउटा क्रिएटिभ पाराले पढ्नुहोस् र यो जुन चाहिँ मार्क्सको पछाडि मात्रै मार्क्स मात्रै भनेर नभाग्नुहोस्। तपाईँहरू एउटा एजुकेसनलाई चाहिँ एउटा डिग्रीको तौरमा नहेरेर चाहिँ आफ्नो जुन चाहिँ एजुकेसनले चाहिँ तपाईँको जिन्दगीलाई चाहिँ कसरी जिउने, कसरी राम्रो जिन्दगी जिउने त्यो हिसाबमा लिनुहोस्। धन्यवाद। तपाईँलाई पनि सर है, तपाईँलाई आफ्नो